नमस्कार हजुर, मैले चाहिँ ब्लाउजको ड्राफ्ट गर्दैछु जुन सिक्दै गर्नु भएको नानीहरूलाई सहज हुन्छ। हेर्नुस् है, यसको टोटल लम्बाइ 14 छ, 2 इन्च प्लस गरेको छु। यहाँ 7 इन्ची मैले यो चेस्ट पोइन्टको लागि लिएको छु, काखीको लागि। हामीले 38 चेस्टको बनाउँदै छ, 9.5 इन्च लिएको छु, 2 इन्ची सिलाइ भाग। कम्मर हाम्रो 32 को छ, 1 इन्ची डाटको लागि 2 इन्ची सिलाइ भाग राखेको छु। हेर्नुस् है, यो पार्ट र यसलाई ल्याएर यहाँ जोड्दिन्छु। हजुरहरूलाई सहज हुन्छ, राम्रोसँग भिडियो पुरा हेर्नुभयो भने। यसलाई चाहिँ यो ओपन गला भएको भएर मात्रै 6 इन्च राखेको छु र तल पनि 1-2 लाइन कम गर्नु होला। अझै कोम भन्दा काखीमा 1-2 लाइन हजुरले कम गर्दिनु होला। यसरी हेर्नुस् त, यहाँ हाम्रो लगभग 1 देखि पौने 1 इन्चीको शेप हुन्छ र यसमा हजुरले सेभ स्केल लगाउने बानी छ त सेभ स्केल युज गर्दा पनि हुन्छ। यसरी फ्री ह्यान्ड गर्ने बानी छ भने त्यो गर्दा पनि हुन्छ। 1/2 इन्ची डाउन गर्नुहुन्छ। यहाँदेखि यहाँ यो 37-38 चेस्टको भएर 3 इन्ची लिएको छ, अलिकति सानो छ भने चाहिँ पौने 3 लिँदा हुन्छ हजुरले। र मेन हाम्रो यहाँ यो पोइन्ट हेर्नु त, 37 लाई हजुरले पौने 4 इन्ची मिड पोइन्ट, ब्लाउजमा एकदम नभई नहुने चीज। माथिबाट यो 10 इन्ची 1/2 इन्ची एक्स्ट्रा 10.5 मा लिएको छु भने यो पौने 4 इन्च लिएको छु र टप्सको लागि है। मेन हाम्रो हाफ लम्बाइ भन्छ, चेस्टको मिड पार्ट भन्छ। यहाँहरूले कसरी बुझ्नुहुन्छ त्यही हिसाबले लिनु होला हजुर। यसरी यो 4 डाटको भयो र मैले यो कति इन्चको ग्यापिङमा राखेको छु, 2-2 इन्चको ग्यापमा। हेर्नुस् त, यसरी 2-2 इन्चको ग्यापमा राखेपछि यो तलको चाहिँ हाम्रो के हुन्छ, पुरै 1 इन्ची हामीले डाटको लागि राखेको भएर चाहिँ टोटल 1 इन्ची जान्छ। साइडमा चाहिँ 1/2 इन्ची हुन्छ। 4 डाट ब्लाउजको ड्राफ्ट है, जो सिक्दै गरिरहनु भएको नानीहरूलाई चाहिँ एकदमै सहज हुन्छ। मैले एकदम नजिकबाट यहाँलाई स्किप नगरिकन हेर्नु होला बनाएको छु र हजुरको गला छ 8 इन्ची। हेर्नुस् त, यहाँबाट यो 8 इन्ची आयो। टोटल फ्री ह्यान्ड लिन पनि सक्नुहुन्छ, बक्स बनाएर गराउनु भयो भने झन् यहाँहरूलाई सजिलो हुन्छ। यसरी जानु, यो चाहिँ हार्ट शेप छ, यहाँबाट लगभग 3 इन्च अप जानुहुन्छ हजुर। र यसलाई बिस्तारै शेप लिएर अलिकति ओपन खोज्नेलाई चाहिँ यहाँदेखि यहाँ 3.5 इन्चीको डिस्टेन्स हुन्छ। हेर्नुस् है, यो हाम्रो फ्रन्टको पार्ट, ब्याकमा 2टा खेप मात्रै लाग्छ। फर्मवाला ब्लाउज 4 डाटको। यसरी चाहिँ अब मैले यसलाई कटिङ गर्छु। यो 1/2 इन्ची डाउन पनि छ र सिक्दै गर्नु भएको नानीहरूलाई चाहिँ एकदमै सपोर्ट हुन्छ है। म अब अरू भिडियो पनि राख्ने छु, यहाँले हेर्नु होला। सिलाइ भाग हामीले 2 इन्ची मात्रै राखेको छौं र अब यसको पार्टलाई यहाँ ब्याकको लागि सहज हुन्छ। यो हाम्रो फ्रन्टको पार्ट तयारी भयो है। फेरि ब्याकको अर्कोमा बनाउँछु।